राजेन्द्र लिङदेनज्यू व्यक्तिगत रूपमा रमाउन पाउनु, परिवारलाई टाइम दिन पाउनु तपाईको अधिकारको कुरा हो। तर राजनेता भइसकेपछि मलाई तपाईलाई एउटा प्रश्न गर्न मन लाग्यो, जसले हिन्दू राज्य र हिन्दुत्व भनेर मरिमेटेको छ। सदियौंदेखि मठ मन्दिरमा पूजा आजा गर्दै हिन्दू संस्कार सँगै सती जाने प्रथा बोकेर अहिले पनि नेपालको तकरिबन 50% भन्दा धेरै जनसंख्या हिन्दू धर्ममा विश्वास गर्छ। तपाईले यो पालिको चुनावमा त लोप्पा खाइसक्नुभयो। अब हिन्दू राज्य र हिन्दू धर्म प्रतिको तपाईहरूको युद्ध के हुन्छ मलाई बुझ्न जान्न मन लाग्यो। कि अब जो हिन्दू धर्ममा आस्था राख्थे तिनीहरूले पनि तपाई जस्तै चुनावमा हारेर जानुभयो, त्यसरी नै सती जानुपर्ने हो। सायद यो भिडियो तपाई समक्ष पुग्छ पुग्दैन सम्भवत पुर्याइदिने कोसिस गर्नुहोला र एउटा स्ट्याटस लेखिदिनु होला। हिन्दू राज्य प्रति, हिन्दू धर्म प्रति अब राप्रपा र राजेन्द्र लिङदेनको परिभाषा के हुन्छ? जय नेपाल।